आज जापानको सानरिकु तटमा ठूलै भूकम्प गयो होइन? यसले सुनामीको डर पनि फैलायो। ल आउनुहोस्, आजको यो घटना के थियो र अब आधिकारिक चेतावनीले के भन्छ, यसबारे अलि गहिरिएर कुरा गरौँ। उत्तर पूर्वी जापानमा अचानक जमिन हल्लिन थाल्यो। यो सामान्य कम्पन थिएन, निकै शक्तिशाली भूकम्प थियो, जसले गर्दा तटीय क्षेत्रहरूमा तुरन्तै सुनामीको साइरन बज्न थाल्यो। ल सुरु गरौँ आजको भूकम्पबाट। खासमा के भयो त? भूकम्प जाने बित्तिकै इवाते प्रिफेक्चरको तटीय क्षेत्रका लागि सुनामीको चेतावनी जारी गरियो। तर खुसीको कुरा, धेरै बेर कुर्नु परेन। जापानको मौसम विज्ञान एजेन्सी अर्थात् JMA ले सुनामीको चेतावनी फिर्ता लियो। यसको मतलब तत्कालको लागि जुन ठूलो खतरा थियो नि, त्यो टर्यो। खतरा त टर्यो, तर अब कुरा गरौँ यो भूकम्प आखिर कतिको शक्तिशाली थियो त? यसका केही तथ्याङ्कहरू हेरौँ है त। सुरुमा त यसलाई 6.7 म्याग्निच्युडको भनिएको थियो, तर पछि परिमार्जन भएर यो 6.9 म्याग्निच्युडको रहेको पुष्टि भयो। अब 6.9 भनेको निकै नै शक्तिशाली कम्पन हो, जसले एउटा ठूलो क्षेत्रलाई मज्जाले हल्लाउन सक्छ। अब जापानमा भूकम्पको म्याग्निच्युड मात्रै हेरिँदैन, यहाँ सिन्डो भन्ने स्केल पनि हुन्छ, जसले चाहिँ कुनै ठाउँमा वास्तवमा कति महसुस भयो भन्ने नाप्छ। यो भूकम्पको सबैभन्दा बढी तीव्रता सिन्डो 4 थियो। सिन्डो 4 भनेको कस्तो भने धेरैजसो मानिसले मज्जाले हल्लिएको थाहा पाउँछन् र कतिपय त डराउँछन् पनि। यो सिन्डो 4 को धक्का कहाँ कहाँ महसुस भयो त? खास गरी इवातेको मोरियोका र याहाबा अनि म्यागीको वाकुया टाउन जस्ता ठाउँहरूमा। तर यति मात्रै होइन, आउमरी, अकिता र फुकुशिमा जस्ता अरू टाढाका क्षेत्रहरूमा पनि कम्पन महसुस भएको थियो। अब हेरौँ सुनामीको चेतावनी दिनेदेखि फिर्ता लिने सम्मको घटनाक्रम कस्तो रह्यो। भूकम्प गएदेखि खतरा टर्दासम्म के भयो, यो समयरेखाले स्पष्ट पार्छ। हेर्नुस् है, घटनाक्रम कति छिटो भयो। साँझको 5:03 भूकम्प गयो, त्यसको लगभग 1 घण्टा पनि नबित्दै 5:52 कुजी बन्दरगाहमा 20 सेन्टिमिटरको सानो सुनामी पनि देखियो र अन्ततः करिब 3 घण्टापछि रातिको 8:15 JMA ले सबै कुरा सुरक्षित छ भन्दै चेतावनी फिर्ता लियो। भनेपछि सुनामीको खतरा हल्ला मात्रै थिएन, वास्तविक थियो। कुजी र उफुनातो बन्दरगाहमा 20 सेन्टिमिटरसम्मको छाल मापन भयो अनि कामाइशी र मियाकोमा 10 सेन्टिमिटरको। अब सुन्दा सानो लागे पनि यसले के देखाउँछ भने समुद्रमुनि साँच्चीकै ठूलो हलचल भएको थियो। ल तत्कालको सुनामीको खतरा त टर्यो, तर JMA ले अझै पनि सतर्क रहनुपर्छ भनिरहेको छ। अब प्रश्न उठ्छ, किन होला? जापान मौसम विज्ञान एजेन्सीको चेतावनी एकदमै स्पष्ट छ। उनीहरूले भनेका छन् अबको 1 हप्तासम्म कृपया यस्तै तीव्रताका भूकम्पबाट सावधान रहनुहोला। मतलब उनीहरूले पराकम्पन अर्थात् आफ्टर शक्सको वास्तविक खतरा औल्याइरहेका छन्। JMA को सल्लाहलाई हल्का रूपमा लिनु हुँदैन है। उनीहरूले के भन्दैछन् भने पहिलो, आउँदो हप्ता सिन्डो 4 वा त्योभन्दा पनि शक्तिशाली पराकम्पन आउन सक्छ। दोस्रो, यो क्षेत्रमा विगतमा यस्ता गतिविधि 1 महिनासम्म पनि चलेको रेकर्ड छ। त्यसैले अहिलेको लागि सबैभन्दा राम्रो के हो भने समुद्री तट र पानीबाट अलि टाढै बस्नु सुरक्षित हुन्छ। ल अब यो सबै घटनाबाट हामीले के सिक्ने त? मुख्य सन्देश एकदमै सरल छ, सधैँ सतर्क रहनुपर्छ। हो, आजको यो भूकम्प त गयो, तर यसले एउटा कुरा फेरि याद दिलाइदियो, जापानमा भूकम्पको जोखिम कहिल्यै सकिँदैन। यो यहाँको जीवनको एउटा पाटो हो र यसका लागि हामी सधैँ तयार रहनै पर्छ। र अन्त्यमा एउटा प्रश्न छोडेर जान्छु, जुन हामी सबैले आफैलाई सोध्नुपर्छ। अर्को भूकम्पको लागि के हामी साँच्चै तयार छौँ त? अझ विशेष गरी जापानमा बसिरहेका हामी नेपालीहरूले एकपटक सोच्नै पर्ने कुरा हो। के हाम्रो घरमा केही दिन वा हप्तालाई पुग्ने खानेकुरा जस्तै चाउचाउ, बिस्कुट, पानी यस्ता कुराहरू छन्? आफू बसेको ठाउँ नजिकको सुरक्षित स्थान यानि इभ्याकुएसन सेन्टर कहाँ छ थाहा छ? याद राखौँ, तयारी नै सबैभन्दा ठूलो सुरक्षा हो।